हेलो गाइस, हेर्नु हुँदैछ तपाईले, यो चाहिँ हो सिलावती आम, सिलावती म्याङ्गो है। यसको मैले पहिला पनि भिडियो अपलोड गरेको छु मेरो युट्युब च्यानलमा, तर आज चाहिँ म यसलाई पकाउने तरिका हो है। किनभने गाछीमा चाहिँ चराहरूले है, काठबिरालोहरूले, किलरीहरूले पुरा सताउँछ, त्यही लागि अब अलिक काँचोमै झरेर यसरी प्याकिङ गरेको छु। यसरी प्याकिङ गर्नेको कारण यही नै हो। अब म यसलाई पकाउनुको प्रोसेसमा राख्दैछु। र त साथीहरू, तपाईहरुले पनि अगर तपाईहरुको घरमा आमहरू है चराहरूले गिलरीहरूले खराब गरिदिँदैछ, खाएर झार्दिँदैछ भने चाहिँ तपाईहरुले यतिको काँचो टाइममा है ठिक हेर्नुहोस्, हेरेर तपाईले यसरी पोलिथिनले र्याप गर्नुहोस्, प्याकिङ गर्नुहोस्, त तपाईहरु पनि पाक्छ है साथीहरू। ल त साथीहरू, थ्यांक यू।